आज तिम्रा ती शान्त आँखाहरूमा मैले एउटा परिचित थकानको छाया देखेँ। तिम्रा ओठहरू मुस्कुराउन त खोज्दै थिए, तर ती नयनहरूले भित्रको आँधी लुकाइरहेका थिए। भिडियो कलको त्यो सानो झ्यालमा जब तिम्रो अनुहार जुलुक्क देखा पर्छ, तब संसारले देख्ने तिम्रो त्यो साहसी रूप बुझेल पर्छ। अनि मेरा आँखाले त्यहाँ एउटा अर्कै कथा पढ्न थाल्छ। तिमी त बोलिरहन्छौ, मुस्कुराइरहन्छौ, कामका कुराहरू गरिरहन्छौ, तर त्यो मधुर प्रकाशमा पनि तिम्रा आँखाहरूले एउटा ठुलो भार खपिरहेको म देख्छु। कल काटिएपछि तिमीले फेर्ने त्यो गहिरो सुस्केरा अनि निधारमा देखिने ती चिन्ताका रेखाहरू मैले टाढैबाट आफ्नै मुटुमा महसुस गरिरहेकी छु। तिमीलाई लाग्दो हो म त टाढा छु, मैले कसरी बुझुला र? तर दूरीले केवल स्पर्श मात्र रोक्न सक्छ, मनको भाषा त अझ प्रष्ट सुनिने बनाउँछ। म यहाँ छु, यो स्क्रिनभन्दा धेरै पर। यदि म त्यहाँ हुन्थेँ भने तिम्रो शिर मेरो काखमा राखेर तिम्रा ती थकित आँखाहरूलाई आफ्नो हातले छोपिदिन्थे। सबै कुरा ठिक हुन्छ भन्दै तिम्रो कपाल सुमसुम्याउँथे। तिम्रो नयन मेरो लागि ऐना हो, जहाँ म तिम्रा नभनिएका हजारौँ व्यथाहरू स्पष्ट देख्न सक्छु। सफलताका सिडीहरू उक्लदै गर्दा आफ्नै सपनाको बारीले थिचिदाको त्यो पीडा मैले तिम्रो श्वासको गतिमा महसुस गरेँ। तिमीले लुकाउन खोजे पनि तिम्रो त्यो थाकेको नयनले मलाई धेरै कुरा सुनायो। म दाबी गर्दिन कि म तिम्रो नियति बदल्न सक्छु वा बाटोका सबै गाडाहरू पन्छाउन सक्छु, तर म यो बाचा गर्छु, जब तिम्रो काँध थाक्नेछ, मेरो काँध तिम्रो सिरानी बन्न तयार हुनेछ। जब यो संसार अलि बढी निष्ठुरी लाग्नेछ, मेरो काख तिम्रा लागि सबैभन्दा सुरक्षित संसार बन्नेछ। हार र जित त समयका रङ्गीन पाटाहरू हुन्। म त केवल तिम्रो त्यो हिम्मत बन्न चाहन्छु, जो जुनसुकै आँधीमा पनि तिम्रो हात थामेर भनिरहोस्, म छु नि। गन्तव्यको यो यात्रामा दुनियाँ जित्नुभन्दा पहिले आफ्नो मनको शान्ति जोगाउनु, किनकि तिम्रो सफलताभन्दा बढी मलाई तिम्रो त्यो निष्फिक्री हाँसोको प्रतीक्षा छ। तिम्रो जितमा मात्र होइन, तिम्रो मौनता र थकानमा पनि म तिम्रै साथमा उभिनेछु। दूरी जतिसुकै होस्, तिम्रो पीडाको महसुस मलाई सधैँ नै हुनेछ। सफलताको शिखरमा संसार भेटिएला, तर सङ्घर्षको मैदानमा म तिम्रै साथमा भेटिनेछु। म तिम्रै साथमा भेटिनेछु।